यो चाहिँ हो अमलाको मिठा अचार। हेर्नुस्, अमलाको अचार हो यो। एकदम हेल्दी, डाइजेसनको लागि पनि राम्रो अमलाको अचार। अनि यो पनि बगडीको मिठा अचार। यो हेर्नु साथी हो, यो हाम्रो बगडीको अचार, यसपालिको मिठा बगडीको अचार। अनि यो चाहिँ हर्सेङ पत्ताको जुन फुल हुन्छ, रातो फुल, त्यसको अचार हो यो, हैन? यो राम्रो हुन्छ रे ब्लडको लागि। अनि यो पनि बगडीको मिठा अचार। केटाकेटी धेरै छ नि त, खालि गुलियो अचार मन पराउँछन्। अनि यो पनि हजुर उचाल्नै नसक्ने रहेछ। यो पनि बगडीको अचार, मिठा बगडीको अचार। अब चाहिँ मैले व्यापारै गर्न पर्ने बेला भयो। यो पनि बगडीको अचार। सबै बगडीकै अचार रहेछन् है। यो खुर्सानीको अचार, यो पनि खुर्सानीको अचार। यो